ल हामी चाहिँ आज गेटमा रहेको फरेस्ट एकदम ठुलो फरेस्ट छ यो म्यानेज गरेको फरेस्टमा इन्टर गर्दैछौँ। यहाँ हामीसँग हुनुहुन्छ गोविन्दजी। गोविन्दजी के गर्दै हुनुहुन्छ तपाईँले? यो चाहिँ हाम्रो इन्ट्रान्स पोइन्ट हो। अब हामी यसरी यहाँबाट ट्याक्क हाइकिङ जस्तो भनौँ सट्टै यहाँबाट छिर्दैछौँ। ल आऊ। मुख्य गरी चाहिँ ट्रेकिङको लागि भन्नु खोज्दा यो चाहिँ फेरि बुढो मान्छे मात्रै हिँड्ने बुझ्नु होला तपाईँहरूले, त्यस्तो चाहिँ होइन। यो भनेको चाहिँ ट्रेकिङ गर्दाखेरि चाहिँ मान्छेले तपाईँहरूले बुझ्नु होला, तर हामीले पनि पहिला सुरुमा त्यस्तै बुझेको थियो। मान्छेले हो त्यो चाहिँ हो, मान्छेले स्टिक लिएर हिँडेको भनेपछि चाहिँ हामीले ट्रेकिङ बुझिन्छ होइन। अनि अर्को चाहिँ यहाँ साइकल अलाउड छैन, अनि त्यसपछि पेड पनि अलाउड छैन। यहाँ चाहिँ एकदम स्ट्रिक्ट हुन्छ यिनीहरूको नियमहरू, त्यो नियममा चाहिँ स्टिक गर्नुपर्ने हुन्छ, नत्रखेरि फाइन एमाउन्ट यति हुन्छ नि। त्योभन्दा चाहिँ फेरि ढोरपाटनमा गएर बाइक कुदाएर जताततै कुदाएर नेपालमा 1500 फाइन हुन्छ होइन, यहाँ 1500 युरो फाइन हुन्छ। एउटा कुरा चाहिँ मैले भन्न खोजेको के भन्दाखेरि युरोपमा पनि नि होइन सबै सिभिलाइज चाहिँ हुन्नन् क्या, अनि यो विदेशीहरू पनि मन्दा खतरा हुन् भन्ने पनि हुन्न। यो पनि मान्नुपर्छ। सिभिक सेन्स भन्दा पनि स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसन अनि त्यसको इम्प्लिमेन्टेसन चाहिँ इम्पोर्टेन्ट हो कि। त्यो मैले देखाएँ। सिभिक सेन्स कहाँबाट आउँछ भन्दाखेरि चाहिँ जस्ट रुलहरू रेगुलेट भयो, मान्छेले फलो गर्न थाल्यो भने चाहिँ सिभिक सेन्स अटोमेटिकली आउँछ। सही हो। ठ्याक्कै यो बाटो चाहिँ मलाई हाम्रो मामा घर जाने बेला पहिला चाहिँ हिँड्नु पर्थ्यो। अनि हिँड्दाखेरि ठ्याक्कै लगभग यस्तै बाटो छ कि आजकल चाहिँ फेरि गाडी पुगेछ, घरतिर गाडी जान्छ, हिँड्नु पर्दैन। अन्त यो बाटो चाहिँ मलाई ठ्याक्कै त्यस्तै भएपछि नेपालमा पातेजार हुन्छ नि, त्यसलाई किन इन्भेजिभ भनेको यहाँबाट थाहा पाइन्छ। खास चाहिँ यहाँको यो ओरिजिनल झार हो होइन। नेपालमा चाहिँ त्यो सिडहरू लाँदाखेरि चाहिँ ट्रान्सफर भएको हुन्छ, जस्तै त्यो सेफ्टी रेगुलेसन इस्युहरू हुन्छ होइन, क्वारेन्टाइन मेजर्सहरू चाहिँ फलो नगरिकन लग्यो भने चाहिँ यस्तो प्लान्ट स्पेसिस चाहिँ नेपालमा गयो होइन। यो प्लान्ट स्पेसिसको चाहिँ नेचुरल प्रेडेटर यहाँ किराकुरीले यिनीहरूलाई खान्छ होइन, त्यही भएर यसको कन्ट्रोल छ यहाँ थोरै देखिन्छ। नेपालमा चाहिँ गएर 81 ब्लुम भइसकेपछि चाहिँ एकदमै इन्भेजिभनेस देखाउँछ, त्यही भएर यिनीहरूलाई चाहिँ इन्भेजिभ विड पनि भनिन्छ। युकेबाट अनि युरोपबाट केही कुराहरूको चाहिँ बिउ बियाहरू लाँदै गर्दाखेरि चाहिँ यस्तो कुराहरूमा ख्याल गर्नुपर्ने हुन्छ। यस्तो फैल्यो भने चाहिँ नेपालमा रहेको आफ्नो जैविक विविधता नै नाश गराइदिएर यिनीहरू एकदमै एग्रेसिभली ग्रो हुन्छ। त्यही भएर झोलामा केरा राखेर ल्याउनु भएन साथी, सुनिँदा हो भने बुझा है। नेपालको केरा, मालबोक केरा। बर्ड वाचिङ सेन्टर हो। यहाँ चाहिँ पूर्णतया कन्क्रिटको बनाउनु भन्दा पनि यहाँ चाहिँ काठहरू नै प्रयोग गरेर बनेको छ। भित्री भवन पनि अनि बाहिर पनि चाहिँ सबै काठ नै प्रयोग भएको छ। र हामीसँग चाहिँ अहिले दूरबीन छैन, त्यही पनि अब हामी यहाँबाट जति आँखाले देखिन्छ त्यति नै चराहरू हेर्ने कोसिस गर्नेछौँ। साथीले चरा हेर्न थालिसके। यहाँ चाहिँ ट्याक्क यसरी बाइनोकुलर राखेर बर्ड वाच गर्न सकिन्छ। ट्याक्क त्यो एउटा रुख छ त्यहाँ, त्यो रुखमा चाहिँ मस्त चराहरू आउँछन्। वेटल्यान्ड भन्छ यसलाई होइन, अथवा पिटल्यान्ड पनि भनिन्छ। अनि यो भनेको चाहिँ नेपालीमा भन्नुपर्दा सीमावर्ती क्षेत्र भनेको त छुट्टै हो फेरि। सिमसार नेपालीमा चाहिँ ठ्याक्कै भन्नुपर्दा सिमसार भनिन्छ। अनि यो चाहिँ एउटा प्राकृतिक हिसाबले पनि अनि त्यसपछि जलवायु परिवर्तनको हिसाबले पनि एकदमै महत्त्वपूर्ण स्थल हो। प्राकृतिक हिसाबले भन्नुपर्दाखेरि चाहिँ यो विभिन्न चराचुरुङ्गी होइन अनि विभिन्न वन्यजन्तुहरूको चाहिँ वासस्थान छ। नेपालमा चाहिँ यस्तो ठुलो चारकोसे झाडीहरूमा बाघको पनि उल्लेख्य जनसङ्ख्या रहेको छ। अनि अर्को अब जलवायु परिवर्तनको दृष्टिकोण क्षेत्रमा चाहिँ पानी छ, पानीले चाहिँ स्याचुरेट भएको छ होइन। अनि अब भोलिको दिनमा यहाँको पानी सुकेर जाने भने चाहिँ यो जुन एरिया छ नि यहाँको माटोमा चाहिँ एकदमै धेरै 40% देखि 100% पनि अर्ग्यानिक म्याटर हुनसक्छ होइन। अहिले पानी हुँदै गर्दाखेरि चाहिँ पहिला के हुन्छ बुझौँ। अहिले पानी हुँदै गर्दाखेरि चाहिँ पानीले त्यो अर्ग्यानिक म्याटरहरूलाई डिकम्पोज हुन दिन्न, त्यसको स्लो डिकम्पोज गराउँछ। तर यहाँको पानी सुकेर जाने हो भने त्यो पानी हावा जब छिर्छ नि माटोमा तब चाहिँ सबै अक्सिडाइज भइदिन्छ अर्ग्यानिक म्याटर। त्यसले गर्दाखेरि चाहिँ कार्बन डाइअक्साइड निस्किन्छ।
कार्बन डाइअक्साइड निस्केर जलवायुमा जान्छ अनि त्यसले गर्दाखेरि चाहिँ अझै हाम्रो ग्लोबल वार्मिङको इस्यु अझै एस्केलेट गराउँछ, यसले अझै बढ्ने हुन्छ। त्यही भएर जलवायु हिसाबले एकदमै महत्त्वपूर्ण ठाउँ हो पिटल्यान्ड। अहिले चाहिँ जलवायु परिवर्तन कुनै पनि कुराहरू उठ्दै गर्दाखेरि चाहिँ अफ्रिकामा भएको सिमसार क्षेत्र, नेपालमा भएको सिमसार क्षेत्र तथा अन्य ट्रपिकल रिजनमा स्पेसली त्यहाँ भएको सिमसार क्षेत्रको बढी चर्चा हुने गरेको छ। त्यहाँ भएको नै सिमसार किन भन्दाखेरि चाहिँ त्यहाँ अब भनौँ न ट्रपिकल नेपाल जस्तो चाहिँ एरियाहरूमा अथवा अफ्रिका जस्तो एरियाहरूमा चाहिँ टेम्परेचर अझै बढिरहेको छ, अरू ठाउँहरूभन्दा अझै बढी फिल हुन्छ नि त त्यहाँको टेम्परेचर। अनि त्यसपछि त्यहाँबाट इभेपोरेट भएर जाँदाखेरि चाहिँ ड्राइनेस पनि बढी हुन्छ त्यहाँ। त्यसले गर्दाखेरि त्यहाँको पिटल्यान्ड चाहिँ एकदमै भल्नरेबल स्टेटमा छ। हाम्रो रोल के हुन्छ भन्दाखेरि चाहिँ सकेसम्म धेरै ट्री प्लान्टेसनहरू गर्ने, फरेस्टहरू नमास्ने। फरेस्टहरू मास्दै गर्दाखेरि चाहिँ अब यहाँ पानी छ नि त, यहाँको पानी आकाशमा उडेर गएर यहाँको पानीले बादल बनाउने हो। यहाँको पानीले बादल बनायो भने चाहिँ त्यो बादलबाट पानी पर्ने चान्सेस हुन्छ। अब यहाँ पानी रहेन भने त इभेपोरेट हुनको लागि पानी छैन भनेपछि त्यहाँ पानी पर्ने चान्स पनि कम हुने भयो। त्यसले गर्दाखेरि यहाँको लोकल वाटर रिसाइकलमा पनि इस्यु हुन्छ होइन। त्यही भएर यो चाहिँ जगाहेर्ना गर्नुपर्ने एकदमै धेरै महत्त्वपूर्ण छ। भोलिको दिनमा चाहिँ 81 जलवायु परिवर्तन भएर मान्छे अथवा चाहिँ भनौँ वन्यजन्तुमा एकदमै ठुलो प्रकोप देखिन सक्छ। एउटा भनौँ न पोलिसी जस्तो हो यो होइन। यसलाई चाहिँ कन्जर्भेसन इजमेन्ट भनिन्छ इकोनोमिक्स टर्म अथवा पोलिसी टर्ममा भन्नुपर्दाखेरि। त्यो भनेको चाहिँ के भन्दाखेरि प्रपर्टी राइटको कुराहरू आउँछ। जस्तै एउटा सरकारले एउटा ल्यान्ड ओनरसँग चाहिँ यो ल्यान्डको चाहिँ राइट किन्ने भन्ने हुन्छ होइन। त्यो हिसाबमा चाहिँ सरकारले त्यो ल्यान्ड ओनरलाई चाहिँ केही इन्सेन्टिभ दिनुपर्ने हुन्छ अथवा ट्याक्समा चाहिँ केही रिडक्सन हुन्छ। तर यो ल्यान्ड चाहिँ त्यो ल्यान्ड ओनरकै हुन्छ सबै राइट्सहरू होइन। तर यसको म्यानेजमेन्टहरूको प्रक्रियाहरू चाहिँ सरकारले हेर्छ। जस्तै यो मेनली चाहिँ यस्तो कामहरू चाहिँ नेचर कन्जर्भेसनको लागि गरिन्छ। यहाँ हामीले देख्न सकिन्छ विभिन्न प्रकारका घोडाहरू छन्, यहाँ गाईहरू पनि छन्। यो चाहिँ लुज छोडेको अवस्था हो होइन। यहाँ चाहिँ अब यहीँ चर्छन् यिनीहरूको चाहिँ यहीँ बायोडाइभर्सिटी कन्जर्भ यहीँ भएको हुन्छ। त्यो त्यहाँ पर एउटा घर देख्न सकिन्छ, त्यो चाहिँ अलि जीर्ण अवस्थामा छ। मैले भन्न खोजेको चाहिँ त्यही नै हो। त्यो चाहिँ पहिला एउटा मान्छेले ओन गरेको घर थियो, वरिपरि सायद एग्रिकल्चरको सिनारियो थियो यहाँ भनेपछि अहिले चाहिँ यो नेचर कन्जर्भ गर्नको लागि चाहिँ यहाँको लोकल गभर्मेन्टले चाहिँ यसरी के भन्नु प्लानिङ गरेको छ होइन। अब कन्जर्भेसन इजमेन्टको कुरा गर्दै अर्को एउटा टर्म छ, त्यो चाहिँ बिर्सिन नपर्ने टर्म, त्यसलाई चाहिँ एमिनेन्ट डोमेन भनिन्छ होइन। एमिनेन्ट डोमेन भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ सरकारले प्रपर्टी नै लिइदिन्छ। जस्तै त्यो कस्तो केसमा हुन्छ भन्दाखेरि चाहिँ जस्तै गभर्मेन्टले चाहिँ इन्फ्रास्ट्रक्चर बनाउन थाल्यो होइन, अनि एयरपोर्टहरू बनाउन थाल्यो। त्यस्तो केसहरूमा चाहिँ जस्तै मिनिमम इभ्यालुएसन हुन्छ तपाईँको ल्यान्डको होइन। अनि त्यो ल्यान्ड अनुसार चाहिँ पैसा दिन्छ तर गभर्मेन्टले, तर त्यो तपाईँको प्रपर्टीको चाहिँ सबै राइट गभर्मेन्टले लिन्छ होइन। कन्जर्भेसन इजमेन्ट र इमिनेन्ट डोमेनमा के फरक छ भन्दाखेरि चाहिँ कन्जर्भेसन इजमेन्ट चाहिँ नेचर कन्जर्भेसनको पर्सपेक्टिभले हुन्छ, तर इमिनेन्ट डोमेन चाहिँ इन्फ्रास्ट्रक्चर बिल्डअप गर्नको लागि हुन्छ। क्या नि हो र त्यो फुलले ब्लुबेल होइन त्यो ऋतुहरूमा तिमी हरियाली बसन्त हो, नदीहरूमा तिमी